हामीले सानैदेखि सेवा नै धर्म हो भन्ने उखान त सुनेका थियौँ। तर आज समीर ढकाल दाईको निस्वार्थ सहयोगबाट यो कुरा वास्तविक महसुस भएको छ। नमस्ते साथीहरू। आज मेरो शारीरिक रूपमा अशक्त भाइको लागि व्हिलचेयरको व्यवस्था गरेर आदरणीय समीर ढकाल दाईले एउटा जुन सहयोग गर्नुभएको छ, यो अप्रत्याशित सहयोगले मेरो भाइ र हाम्रो सम्पूर्ण परिवारमा जुन उत्साह ल्याएको छ, जुन खुसी ल्याएको छ, त्यसको लागि समीर दाईप्रति हार्दिक आभार प्रकट गर्दछौँ। कसैको दैनिक जीवनलाई सहज बनाउन एउटा उदाहरण आज समीर ढकाल दाई बन्नुभएको छ। दाई, हजुरको यो गुण हामीले सधैँ सम्झिरहनेछौँ। तर साथीहरू, यहाँ खुसीका बीच मैले समाजको एउटा अर्को तितो र गम्भीर वास्तविकता पनि थाहा पाएँ। भाइलाई व्हिलचेयर हस्तान्तरण गर्दै गर्दा मेरो भेट एकजना अर्का दाजु आदरणीय ठुलासेन ठकुरीज्यूसँग भयो, जुन उहाँ पनि हरेक दिन यस्तै गम्भीर शारीरिक र कष्टकर जीवन बिताउन बाध्य हुनुहुन्छ। उहाँको परिवारले व्हिलचेयर र सहयोगको लागि वडा, नगरपालिका र अन्य स्थानीय निकायहरूसँग धेरै पटक धाउनु भएछ। तर विडम्बना, महिनौसम्म धाउँदा पनि सरकारी संयन्त्रबाट कुनै सहयोग पाउन सक्नु भएन। राज्यबाट हार खाएर अन्ततः उहाँहरूले मलाई सम्पर्क गर्नुभयो। कहिलेकाहीँ सोच्दा अचम्म लाग्छ, हाम्रो सरकार ग्रामीण र दुर्गम क्षेत्रमा यस्ता आधारभूत र संवेदनशील परियोजनाहरूमा किन यति धेरै असफल र उदासनीय बन्छ। जहाँ राज्य पुग्नु पर्ने हो त्यहाँ राज्य पुग्दैन र जहाँ राज्य पुग्दैन त्यहाँ समीर ढकाल दाई जस्तो आदरणीय मनकारी व्यक्तित्वहरू पनि आइपुग्नुहुन्छ। मैले पहिल्यै वाचा गरे जस्तै उहाँहरूको सहयोगको लागि सङ्कलन हुने रकम केही नपुग भएमा म आफ्नै तर्फबाट थपेर सहयोग गर्न तयार छु। तर हालको आर्थिक परिस्थितिले गर्दा म एक्लैले अहिले उहाँको सम्पूर्ण खर्च बेहोर्न सक्ने अवस्था भने छैन। समीर दाईले हाम्रो परिवारमा जस्तै खुसी ल्याइदिनु भयो, त्यसरी नै हामी सबै मिलेर ठुलेसेन ठकुरीज्यूको जीवनमा पनि केही राहत ल्याउन सक्छौँ। म सम्पूर्ण मनकारी महानुभावहरूलाई विनम्र अनुरोध गर्दछु, यदि कोही उहाँलाई व्हिलचेयर वा अन्य आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया मलाई सिधै म्यासेज वा फोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हजुरहरूको सानो सहयोग उहाँको लागि ठुलो सहारा बन्नेछ। हवस् त, धन्यवाद।